त्यो मा युट्युब च्यानल आज म साथीहरुसँग यता मोइम डाँडा हैन मोइम डाँडा हैन कोट डाँडा अनि चाहिँ के रे यो ठाउँको यो मतलब यो होटलको नाम चाहिँ यो क्याम्पिङ गर्ने ठाउँको नाम चाहिँ मोइम डाँडा हो। त्यहाँको चाहिँ हालत खराब भइगयो तल माथि उकालोमा चाहिँ अक्सिजन पुरा सास लिएर फ्याफ्या भइसक्यो। मेरो भिडियोहरु सब हेर्दिनु होला र लाइक र सब्स्क्राइब गरिदिनु होला ल धन्यवाद। जाँदै छम यही बाटो हो गाइज यही बाटो बहुत भयंकर वाला छ अझै कति माथि चढ्नु पर्ने हो उकालो थाहा छैन यस्तै छ बाटो जाँदैछौँ हिँड्दैछौँ हेर्नुहोस् बाटोको हालत यस्तो छ बाप रे बाप बाटो यस्तो छ डर लाग्दो छ त्यही हो गाइज तर्सिने छ बाटो भने उयो हो क्या माथिको बाबै कुन टुप्पामा रहेछ दाइ गाडी जान्छ र अब हिँड्नुपर्छ अब घाँटी तिर्खा आइसक्यो यार त्यो पानी ल्याएको भए ठिकै हुन्थ्यो बरु क्याम्पिङ उही बाटो यस्तो छ स्थिति कन्डिसन वाइ चल हान्ने यस्तो त ऊ त्यहाँ काठमाडौँ सहर चल्दै सारा फ्यापे हो त्यहाँ लाली गुराँस पनि फुलेछ हाल त नजिक होला भनेर सोचेको त हालतै खराब भइगयो त त्यो टाढा आएर अब त्यसमा देखाएकै त्यही थियो प्राइस के गर्नु लस्सी हेर्नुहोस् यस्तो छ अझै कति माथि जानु पर्ने हो मजाले पुरै भिडियो देखाउँछु सो हेर्न सक्नुहुन्छ यता पनि हेर्न सक्नुहुन्छ यता पनि हेर्न सक्नुहुन्छ ऊ त तल माथि देखाएको सासार बाबु सो मुखै पुरा कालो कौवा जस्तो देखिरहेको किन हो धेरै स्यासेर फ्याफे भएर ए त्यहाँ हेर्न त्यहाँ बसिरहन अब हजुरलाई म अरू अब यो क्लिप यहाँसम्मै हुन्छ अरू चाहिँ म रातिको भ्यू देखाउँछु ल कस्तो हुन्छ के हुन्छ भनेर ल यही हो हाम्रो क्याम्पिङ चाहिँ हामी 3 जना भित्र बस्न लागेको हो सो भित्र जाँदा चाहिँ ढोका खोल त सी दिस इज हेर्नुहोस् ल या धन्न लोडेको थिएँ यही हो हामी बस्ने हेर्नुहोस् हजुर पनि भिजिट गर्नु होला राम्रो छ ठाउँ डिस्काउन्ट पनि दिनुहुन्छ सो भिजिट गर्नु होला दामी छ हजुरलाई फाइनल लुक देखाइदिन्छु लेट्स सी हेर्न सक्नुहुन्छ कस्तो दामी छ ब्युटिफुल छ यही हो हाम्रो कटेज क्याम्पिङ गर्न लागेको ठाउँ यही हो ल ओके बाई बाई टेक केयर योरसेल्फ बाई बाई टेक केयर लाइक एन्ड सब्सक्राइब प्लिज माई युट्युब च्यानल बाई बाई टेक केयर हेलो गाइज हामी चाहिँ अब घर जाऊँ त्यहाँ गाडी पनि आउँदैन हाम्रो घर जान लाग्यो फाइनली लुक्स हो सबैजनाले भिडियो लाइक एन्ड सब्सक्राइब गरिदिनु होला हामी निस्किरहेको जान लाग्यो भरिया दिदी